यसले झोला यसले बोरा बोकेको नमस्ते वेलकम ब्याक टु माई न्यू भिडियो। अब सबैजना सन्चै हुनुहुन्छ ल र म पनि सन्चै छु। अनि आज चाहिँ हामी बुङकुलुङ जाँदैछु चारो ल्याउनुलाई। अनि यहाँ छ बोराहरू अनि योरामा गएको। अनि आज चाहिँ पानी पर्नु पनि लागिरहेछ। कस्तो पानी पर्ला जस्तै भइरहेको छ मौसम। अनि चारो पनि ल्याइसकेर अब चाहिँ बोरामा हाल्दै गरेको हामीले। हाँसेस अनि पोखिँदो रहेछ त यसो गर्दाखेरि त। अनि मुनिबाट यस्तरी हाल्दाखेरि त कस्तो पोखिँदो रहेछ त। अनि लामो लामो खालको चारो छ हौ। अहिले खोज्दा खोज्दा गरेको हामीले चारो। बल्ल बल्ल घाम अलिअलि भेट्टायो मानु है। त्यो उल्लोपट्टि टाढमा छ। ओए ठिक्कै भारी पुग्ला जस्तै छ। सो अहिले चाहिँ हामीले खानाहरू खाएर अनि अब चाहिँ हामी जानु आँटेको। अनि यहाँ छ मेरो भारी अरू अब बोक्नुपर्ने हुन्छ बोक्छु। बोकेर सकेँ। अनि अब चाहिँ यसको टर्न छ बोक्नु। यहाँनिर अब बोक्न आँटेको छ यसले। यो भारी छ उठाइदिनु अरे। अब के गरेको आइ गर्दैछ ल गाई चाहिँ बोक्यो। हामीले चाहिँ लाली गुराँस टिपेर आएको। अनि हाम्रो भाइ चाहिँ यहाँ माथि राखेको छौँ। अनि यसलाई लाली गुराँस टिप्नु अरे। हामीले चाहिँ लाली गुराँस टिपेर आएको। यो बाटो गएको थियौँ अनि फेरि यहाँ आइरहेछौँ। हाम्रो भाइ चाहिँ यहाँ माथि छ। खै लाली गुराँस देखा। यहाँ छ हाम्रो भारी। लाली गुराँस टिप्नु भने देखा यहाँ हेर यत्रो यो यता गएको क्या अघि हामी चाहिँ। अनि जाँदाखेरि चाहिँ अनि आउँदा चाहिँ यस्तो यो बाटो आयौँ। खुसी चाहिँ हे निन्द्रा पनि आयो कि क्या। यहाँ चाहिँ मेरो भाइ यसले झोला यसले बोरा बोकेको फाकिराखेर उतै जान्छु हिँड्न छिटो ल बन्द गर्छु हौ। ल बन्द गर्छु। सो मेरो आजको ब्लग चाहिँ यति नै हो। अनि सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरिदिनु होला। बाई बाई।